यो बन्धनबाट छुटकारा दियौं। त आज हामी तपाईलाई एउटा खुसीको खबर भन्नु चाहन्छु, जसलाई मैले र मेरो परिवारले अनुभव गरे। मेरो आमा पनि धेरै चिन्ता गरेर रात दिन रोइराख्थ्यो अनि उहाँकोमा पनि कुनै पनि आशा थिएन। लेकिन उहाँ जब प्रार्थना गर्थ्यो र हाम्रो परिवारमा एकजनालाई स्वीकार गर्नुभयो, स्वागत गर्नुभयो, जसको नाम थियो प्रभु यीशु। आज हुन सक्छ तपाईले यो सोच्नुहुन्छ कि प्रभु यीशु खाली एउटा क्रिस्चियनको एउटा धर्म हो, लेकिन क्रिस्चियनिटी र क्रिस्चियन प्रभु यीशु यो कुनै धर्म होइन। म पनि एउटा लिभिङ टेस्टिमनी हो, मैं भी एक जीवित गवाही हूँ जिसने इस चीज को अनुभव किया। जो बचपन जब मैं 17 साल का था उस समय से मैं नशा करता था, लेकिन जिस दिन मैंने प्रभु यीशु को हमारे जीवन में स्वागत किया, मेरा जीवन बदल गया और आज ऑलमोस्ट 25 साल हो चुका है जिसने ड्रग्स को हाथ भी नहीं लगाया। आज 25 वर्ष भइसकेको छ जसले यो ड्रग्सलाई हात पनि लगाएको छैन, जो ड्रग्स बिना बाँच्नु सक्थेन। बेलुका भएपछि नशा लाग्थ्यो, यो रक्सी खानु मन पर्थ्यो। लेकिन जुन दिन हामीले प्रभु यीशुलाई हाम्रो घरमा स्वागत गरे, खाली मेरो जीवन होइन, मेरो बुवा परिवर्तन भयो, मेरो काका परिवर्तन भयो, मेरो दाजु परिवर्तन भयो र म पनि परिवर्तन भयो र 25 वर्ष भयो आजसम्म ड्रग्सलाई हात लगाएको छुइन। आज तपाईको परिवारमा पनि यदि यस्तो परिस्थिति भएर तपाईहरु जानु हुँदैछ भने आज यो सिलिगुडीबाट यो ट्रक बोकेर हामी यो ठाउँमा आएको छौं, तपाईलाई यो खुशीको खबर भन्नुको लागि कि एकजना मात्रै छ जसलाई तपाईले स्वागत गर्यो भने तपाईको जीवन, तपाईको परिवार, तपाईको समाजलाई परिवर्तन गर्छ। अनि उहाँको नाम हो प्रभु यीशु। परमेश्वरको वचनले भन्छ, सायद औषधि तपाईले ट्राई गर्नुभयो होला, सायद रिहाब सेन्टर पठाउनु भयो होला, बाँधेर राख्नु भयो होला, घरमा ताला मारेर पनि थुनेर पनि राख्नु भयो होला। अगर परिवर्तन भएको छैन भने आज आफ्नो जीवनमा, आफ्नो परिवारमा अझै एउटा मौकाले यो प्रभु यीशुलाई स्वागत गर्नुहोस्। हेर्नुहोस्, यो मैले चाखेर हेरेको छौं। আমাদের পরিবারের মধ্যে সব নেশা করে ঘুরে থাকতো আর লড়াই করতো, কিন্তু যোন দিন আমরা প্রভু যিশুকে আমাদের পরিবারের মধ্যে স্বাগত করছি, আমাদের পরিবার পরিবর্তন হয়ে গেছে। আজকে আমি এইটাই বলতে চাই, यही बात म तपाईहरुलाई पनि भन्नु चाहन्छु, किनकि हाम्रो परमेश्वरको वचनले भन्नुहुन्छ, परमेश्वरले जगतसँग यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौता पुत्रलाई पठाउनु भयो, अनि जसले उहाँमाथि विश्वास गर्छ उहाँ नाश हुँदैन तर अनन्त जीवन पाउँछ। यो अनन्त जीवनको कुरा गरेको परमेश्वरको वचनले भन्छ, परमेश्वरले जगतसँग प्रेम गर्नुभयो। जगत भनेको हामी प्रत्येक मानिस जो यो संसारमा जन्म लिएको छ। आज तपाई र मेरो निम्ति प्रभु ख्रीष्ट संसारमा आउनुभयो, तपाई र मलाई मेरो पापको निम्ति, तपाई र मेरो निम्ति उहाँ काल्भरी क्रुसमा मरिनु भयो, गाडिनु भयो र तेस्रो दिन जी उठ्नु भयो। अनि बाइबलले भन्छ, जसले उहाँलाई विश्वास गर्छ उहाँ नाश हुँदैन तर अनन्त जीवन पाउँछ। जुन चाहिँ काम औषधिले गर्नु सकेन, जुन चाहिँ मानिसले गर्नु सकेन, यो चेन लगाएर बाँधेर राखेर पनि गर्नु सकेन, घरमा ताला थुनेर राखेर पनि गर्नु सकेन, त्यो काम प्रभु यीशुले, एकमात्र प्रभु यीशुले जुन दिन हाम्रो घरमा आयो हाम्रो पूरा परिवारलाई परिवर्तन गर्यो। आज हाम्रो परिवारमा त्यस्तो केही कुरा छैन। आज सबै आनन्दले घुमिराखेको छौं र हामी ठाउँ ठाउँ गएर यही कुरा भनिराख्छौं। यदि तपाईले प्रभु यीशुलाई स्वागत गर्नुहुन्छ भने तपाईको जीवन परिवर्तन हुन्छ, तपाईको जीवन परिवर्तन हुन्छ। किनकि यो एक मात्रै कुरा छ
जो तपाईलाई यो ड्रग्स र यो नराम्रो कामहरुबाट नराम्रो कुराहरुबाट तपाईलाई बचाउनु सक्छ अनि त्यो हो प्रभु येशू आज मेरो जीवन परिवर्तन भयो तपाईलाई मेरो साथीले परिचय दियो म को थिए अनि आज मेरो जीवनलाई परिवर्तन गरे प्रभु येशू अनि म आज सिना चौडा गरेर यो कुरा म भन्नु सक्छु यदि म जस्तो मानिसलाई यदि प्रभु ख्रीष्टले स्वतन्त्र गर्नुभयो परिवर्तन गर्नुभयो भने आज यदि कोही यस्तो छ जो यो नशादेखि निस्किनु सकेको छैन जसले परिवारमा शान्तिमा बसिराखेको छ तपाईं पनि चाखेर हेर्नुहोस्